अहिले महानगरभित्र पनि उहाँको ग्रेड कति छ त अहिले? महानगरमा उहाँले सिग्रेट लिएर पास हुनुभयो। अन्त एउटा महानगरमा फेल भएको मान्छे हो नि त उहाँ। बालनजी भनेको पुरै नयाँ भन्ने त होइन नि त। फेरि उहाँ टेस्टेड पनि थियो नि त काठमाडौँ महानगरपालिकाको। चकाचक गर्नुभयो उहाँले। हो चकाचक। म प्रश्न गर्छु है त, उहाँले के प्रतिबद्धता गर्नुभएको थियो, के पुरा गर्नुहुन्छ, समय दिनुहुन्छ? त्यसमा के भन्नुहुन्छ भने उहाँले भ्रष्टाचार विरुद्ध एउटा विशेष फोर्स गठन गर्छु भन्नुभएको थियो। गठन गर्नुभयो त? गठन गर्नु भएन। सबै सेवालाई अनलाइन सेवाबाट दिन्छु भन्थे। कुनै काठमाडौँ महानगरपालिकाको अनलाइन सेवाबाट त्यहाँ तपाईँले काम पाउनु भएको छ त? जन्म मृत्यु बसाइसराई घरबाटै कार्यालयबाट धाउनै नपर्ने गरी म घरबाटै गर्छु भन्थे। त्यो आज कुनै व्यक्तिले तपाईँले अनलाइन भरे बापत तपाईँको सबै चिज दर्ता भएको छ त महानगरपालिकामा? हेर्नुहोस् है। अर्को घर घरमा नै वृद्ध भत्ता पुर्याइदिन्छु भन्थे। पुर्याइदिए त? अहिले पनि ब्याङ्कमा बस्ने लाइन अहिले पनि जानुहोस् त, हरेक ब्याङ्कमा त बुढाबुढीहरू चाहिँ गएर लाइन बसिरहेकै छन् त। त्यो वृद्ध भत्ता निर्माण गर्ने त दिने त नेकपा एमाले हो। त्यो पनि म घर घर पुर्याइदिन्छु उनले भन्थे। तर त्यो दिए त महानगरपालिकामा अरू नगरपालिकामा भएको छ है। फेरि घर घरमा पुर्याउने पनि परिस्थिति सिर्जना भएको छ। त्यसपछि तपाईँको 70 वर्ष नआएका ज्येष्ठ नागरिकलाई घरमै उपचार भन्थे उनले। त्यो अगाडि भनेको त पढ्नु न एकचोटि उहाँको प्रतिबद्धताहरू खोज्न सक्नुहुन्छ नि त। धेरै वर्ष त भएको छैन, 3 वर्ष अगाडि कुरा न हो त्यो। 3-4 वर्ष अगाडि कुरा तपाईँले एकपल्ट हेर्नुहोस्। त्यसपछि उहाँले के भन्नुहुन्छ भने करको दायरामा आउने सबैलाई स्वास्थ्य बिमा दिन्छु भन्थे। खोइ होइन। त्यसपछि अर्ग्यानिक फोहोरबाट जैविक मल बनाउँछु भन्थे। के काठमाडौँको फोहोर अर्ग्यानिक फोहोरलाई जैविक मल उहाँले बनाउन सक्नुभयो त? फोहोरलाई सेग्रिगेसन गरेर पठाउँछु र फोहोरलाई म मोहर बनाउँछु। कुनै पेट्रोल निकाल्न सक्नेलाई पेट्रोल निकाल्छु, अलकर्ता बनाउन सक्ने अलकर्ता बनाउँछु, मल बनाउन सक्नेलाई मल बनाउँछु। अब कुहिएर जाने फोहोरलाई एक ठाउँमा राख्छु, नकुहिनेलाई अर्को ठाउँमा राख्छु। बन्चरे डाँडालाई सही ढङ्गले व्यवस्था। बन्चरे डाँडा बनाएको नेकपा एमाले 50 वर्षलाई पुग्छ भनेर त्यो ल्यान्डफिल साइट हामीले बनाएको। आज त्यो चाहिँ त्यो 2टा पोखरी बनाएकोमा एउटा पोखरी उनले पुरिदिए। अब त्यहाँनिर चाहिँ त्यो अहिले त्यहाँ स्थिति हेर्ने हो भने अब 5 वर्षमा सबै भरिनेवाला। म तपाईँलाई बताउँदैछु नि त। त्यसपछि तपाईँ अर्को के भन्नुहुन्थ्यो उहाँले भन्दाखेरि चाहिँ इन्फ्रास्ट्रक्चर एम्बुलेन्स ल्याउँछु भन्थे। उहाँको त्यो इन्फ्रास्ट्रक्चर एम्बुलेन्सले के गर्छ? अर्को एम्बुलेन्सले मान्छे बिरामी ओसार्छ, त्यो चाहिँ सडक बिरामी भयो भने उपचार गर्छ भन्थ्यो। खाल्टाखुल्टी भयो भने तत्काल पुरिहाल्छ भन्थ्यो। त्यो तपाईँले देख्नुभयो त? अनि त्यो किन नगरे त? त्यसपछि उहाँले के भन्नु, सडक काठमाडौँको सडकको धेरै जाम भयो, जामलाई म व्यवस्थित गर्छु भन्नुहुन्थ्यो। त जामलाई कसरी व्यवस्थित गर्ने भने उहाँले अहिले एउटा जिपिएस सिस्टम डाउनलोड गर्छु, ल्याउँछु। त्यो ल्याए पछाडि चाहिँ तपाईँ घरमा बसिकन मेरो गाडी कहाँ आउँदैछ थाहा पाउन सक्नुहुन्छ, रेस्टुरेन्टमा बसेर थाहा पाउन सक्नुहुन्छ, प्रतीक्षालयमा बसेर थाहा पाउन सक्नुहुन्छ। भिडभाड गर्नु पर्दैन। अब बानेश्वरमा बस्नु भने कालीमेटीमा बसेर कालीमेटी आइपुगेछ, अब 10 मिनटमा म निस्किँदा गाडी आउनु रहेछ भनेर तपाईँ अनुमान गरेर आउन सक्नुहुन्छ। भिडभाड नै हुँदैन। अनि म विद्यालयको गाडीलाई 8 बजे अगाडि नै विद्यालय पुर्याउने गरी व्यवस्था गर्छु, 12 अनुसार गाडी चलाउँछु यहाँ उहाँ भनेर दिनुहुन्थ्यो। अनि कति दिन लाग्छ भनेर पत्रकार तपाईँ जस्तै साथीले सोध्नु भएको रहेछ। उहाँले के भन्नुभएको थियो भने जम्मा 2 दिनको काम हो जिपिए राख्ने भन्नुभयो। 2 वर्ष पनि सक्नु भएन, 3 वर्ष पनि सक्नु भएन, 4 वर्ष हुन्ला। उहाँले त्यो जिपिए किन डाउनलोड नगरे? कार्यपालिका न्यायपालिका स्थानीय तह भन्यो कार्यपालिका न्यायपालिका व्यवस्थापिकाको अधिकार भएको संस्था हो। त्यो सर्व अधिकार सम्पन्न हो है। फेरि त्यो तपाईँले त्यसरी चाहिँ त्यो त्यसलाई डाइभर्ट गर्न पाउनुहुन्न। म तपाईँलाई अर्को भन्छु। अब विकास होइन एमाले होइन, त्यो जनता जस्तो हेर्नु न। यहाँको सुकुम्बासीहरूलाई अहिले भोट माग्दै उहाँले हिँड्नु भएको छ। सुकुम्बासीलाई उहाँले डोजर लाएर चाहिँ घर भत्काइदिने हो कि सुकुम्बासीलाई अर्को ठाउँको स्थानान्तरण गर्ने भएदेखि नि विकल्प दिने हो त? अनि सुकुम्बासीलाई कुन ढङ्गले लखाट्नु हो उहाँले? गरिबीको बोलिदिने कोही छैन चमेली भन्नुहुन्थ्यो। गरिबीहरूलाई उहाँले चाहिँ लखाट्नु भयो कि गरिबीको उहाँ बोलिदिनु भयो त? आवाज बोलिदिनु भयो त? अनि गरिबीले त उहाँ त लखाट्नु भयो नि। उहाँलाई त वास्तव भन्नुहुन्छ त्यो गरिबहरूको सराप लाग्छ क्या। धेरै मान्छेहरू त्यहाँ, म तपाईँलाई भन्छु, सबभन्दा धेरै चाहिँ कबाड व्यवसायीहरू साथीहरूले पनि उहाँहरूको आन्दोलन त्यहाँ गरे। किन गरे त? त्यहाँनिर चाहिँ मधेसकै साथीहरू धेरै यहाँ हुनुहुन्थ्यो। धेरै मान्छेहरू चाहिँ यहाँनिर चाहिँ सही ढङ्गले व्यवस्थापन गरेर त्यो कबाडलाई चाहिँ व्यवस्थित गरिरहनु भएको थियो। त्यो एक हिसाबले भन्नुहुन्छ घर घरमा फोहोर टिप्न जानलाई, कबाड लिन जानलाई पनि उहाँले बन्द गर्दै हुनुहुन्थ्यो कि सबै फोहोरमा ल्याउने र त्यहीँबाट चाहिँ उहाँहरूले चाहिँ आफूले ढङ्गले प्रशोधन गर्ने मोडमा उहाँ पुगिरहनु भएको थियो। अनि यहाँ धेरै खेल्छु त्यसको विषय मैले योभन्दा अगाडि निकै लामो कुरा गरिरहेको छु। म त्यहाँ पुग्दिनँ अहिले समय पनि कम छ। त्यसमा म तपाईँलाई भन्छु 1 वर्षको आबमा उहाँको 68 करोड बेरोजी देखिएको छ। हेर्नुहोस् है। अनि त्यसपछि महानगरहरूमा 4वटा महानगर कि 5वटा महानगर छ देशमा होइन। भएका महानगर भनेको काठमाडौँ महानगर, ललितपुर महानगर, पोखरा महानगर, विराटनगर के अरे यो वीरगञ्जको महानगर होइन, भरतपुर महानगर। 5वटा महानगर मध्येमा बालनजीको रोल नम्बर कति? 4-5। अनि किन त उहाँले चाहिँ जसरी उहाँले चाहिँ इन्जिनियरमा पनि उहाँको कति रहेछ स्थान?
कति रहेछ उहाँको होइन उहाँको देखियो है अब उहाँको सर्टिफिकेट सबैले प्रकाशित सी ग्रेड गरिरहेका छन् सी ग्रेड दिएका छन् अहिले महानगरभित्र पनि उहाँको ग्रेड कति छ त अहिले महानगरमा उहाँले सी ग्रेड लिएर पास हुनुभयो भन्दा एउटा महानगरमा फेल भएको मान्छे हो नि त उहाँले चाहिँ तपाईँको के छ भन्नुहुन्छ भने काठमाडौँलाई 24 घन्टा खुला राख्छु भन्नुहुन्थ्यो 24 घन्टा काठमाडौँलाई कसरी खुला राख्नु कहाँ कहाँ खुला राख्नुभयो त उहाँले होइन त्यसपछि उहाँले चाहिँ अर्को चाहिँ धेरै काठमाडौँ महानगरभित्रका जनताहरूको बिचमा सबभन्दा धेरै पहुँच स्थापित हुनुपर्ने सबभन्दा धेरै चाहिँ महानगरको जनतासँग चाहिँ इन्टरेक्सन हुनुपर्ने व्यक्ति उहाँलाई भेट्नलाई कुनै पनि जनताले नपाउने उहाँ जाने सिँढी पनि अर्कै उहाँ चढ्ने लिफ्ट पनि अर्कै उहाँ कति बेला गएको पनि थाहा नहुने उहाँ झरेको पनि थाहा नहुने स्थितिमा उहाँ चाहिँ गुप्तवासमा बस्नुभयो र म तपाईँलाई अहिले पनि म के भन्न चाहन्छु भने उहाँ अहिले पनि के हुनुहुन्छ भने एउटा अन्तर्वार्ता दिनुभएको छैन एउटा चाहिँ तपाईँको आर्टिकल लेख्नु भएको छैन यो देशमा भर्खर उहाँले चाहिँ देश दर्शन गर्दै हुनुहुन्छ भर्खर घुम्दै हुनुहुन्छ त्यसकारण उहाँसँग अनुभव छैन यो मेयरमै उहाँ फेल हुनुभएको हुन देश बनाउने कुरामा म पास हुन सक्नु होला जस्तो मलाई लाग्दैन उहाँमाथि धेरै प्रश्नहरू छन् यी प्रश्नको उत्तर उहाँले दिनुपर्छ भन्ने कुरा म उहाँलाई भन्न चाहन्छु त्यसकारणले अब नेकपा एमालेसँग चाहिँ अनुभव पनि छ नेकपा एमाले गरेको कामहरू पनि छन् र नेकपा एमाले के गर्यो त अब यो कुरा चाहिँ म तपाईँहरूको बिचमा चाहिँ स्पष्टका साथ म भन्न चाहन्छु अनुभवविहीन मान्छे हो देश विकास गर्न सक्नुहुन्न महानगरपालिका हेर्दै थाहा भन र महानगरपालिकामा 5वटा नगरपालिकामा 5औं नम्बर रोल नम्बर लिएर बस्ने उत्कृष्ट भए त 1 नम्बरमा आइहाल्छ महानगरमा फेल हुनु भएको छ भने त यहाँ फेल भयो अब अर्को चलाउने 1 क्लास फेल भएको मान्छेले 2 क्लासमा कसरी भर्ना गर्नुहुन्छ क्या तपाईँले त्यो मिलेन है एउटा कुरा मात्रै भन्न चाहन्छु अर्को म तपाईँलाई अब म के भन्छु भने झापाको जनताले बुझ्दै जानुहुन्छ बुझ्नुहुन्छ र झापाका जनता भनेको त्यो क्रान्तिकारीहरूको भूमि हो त्यो प्रगतिशील भूमि हो समाजको रूपान्तरणमा योगदान गरेका केपी ओलीलाई निकै मतान्तरले विजय गराउनुहुन्छ भन्ने मैले यहाँ अपेक्षा लिएको छु